गुड मर्निङ साथीहरू, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि मेरो बहिनी चाहिँ पढ्दैछ बिहान 5 बजीदेखि उठेर हैन। अनि म चाहिँ 7:30 बजी उठेँ। अनि इग्नोर ल, यो ब्याकग्राउन्ड चाहिँ यो राति सबै मेरो छोरीले सबै बिगारेको है। अनि तैँले मिलाइहाल्छस् नि, बिहान मिलाइहाल्छस् नि भन्दै थिएँ हैन। अनि म चाहिँ भर्खर उठेर अनि त्यसपछि अब मुख पनि धोएको छैन अनि भिडियो सुरु गरेँ हैन। साथीहरू हेर न, म चाहिँ निन्द्रामै छु जस्तो भइरहेको छ। अनि म चाहिँ अनि छोरी चाहिँ सुतिरहेको छ। अनि म मुख धुन्छु अब। अनि त्यसपछि अनि मुनि जान्छु साथीहरू। साथीहरू कस्तो चिसो पानी, यो ट्याङ्कीको पानी त लास्टै चिसो हुन्छ है। अनि यहाँ कस्तो चिसो भयो हैन। अनि मैले बहिनीलाई जुम मुनिबाट अब भने हैन। हाम्रो चाहिँ मुनिबाट किचन छ, हामी चाहिँ माथि सुत्छौँ। मुनि पनि रुमहरू चाहिँ छ। अनि दुध राखिदिनु भएको रहेछ। अनि म चाहिँ अब यहाँ दाल भिजाएको छु हैन, दाल पकाउनको लागि। अनि मलाई चाहिँ कस्तो ग्यास्ट्रिक भयो जस्तो भयो। म यहाँ तातो पानी खाँदैछु, चिया चाहिँ खान छोडिदिएँ है साथीहरू। अनि म यहाँ दाल बसाउँदैछु। अनि साथीहरू यहाँ चाहिँ म साग र आलुको सब्जी बनाउँदैछु। अनि इन्जोय गर्नु होला, हेरिदिनु होला। अनि को नयाँ हुनुहुन्छ मेरो च्यानलमा प्लिज लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला हैन। अनि यहाँ साथीहरू अनि यहाँ साग पकाउँदै थिएँ कि किन भुटेन भन्छ त, यहाँ ग्यास निभिसकेको रहेछ। अनि फेरि यहाँ ग्यास बालेर अनि फेरि मैले यहाँ साग पकाउँदैछु साथीहरू। अनि साथीहरू म चाहिँ बिहान उठ्ने बित्तिकै किचनतिर लागेँ भात पकाउनको लागि। अनि रुमहरू चाहिँ मेसी नै थियो, मैले सफा गरेको थिइनँ। अनि त्यसपछि खानासाना पकाइसकेर अनि म रुम सफा गरेँ। मेरो बहिनीको चाहिँ आज एक्जाम भने रेडी हुँदैछ। अनि रुमको हालत हेर्नु न। अनि मेरो छोरी, अनि मैले रुम यस्तो राम्रो बनाएको थिएँ कि मेरो छोरी आएर म सुत्छु फेरि सुत्छु भनेर ब्ल्याङ्केट सबै निकाली अनि मलाई ओढाइदिए भन्दै थिएँ। हेर्नु मैले कति सफा बनाएको थिएँ। अनि आज चाहिँ उसको छुट्टी छ क्या। अनि भोलिदेखि एक्जाम छ उसको। अनि त्यही भएर अनि नपढ्ने अरे क्या, मोबाइल हेर्ने अरे। अनि मैले अनि उसलाई झगडा गर्दै चाहिँ म नपढ्ने भनेर। अनि त्यसपछि अनि मैले उसलाई मोबाइल दिएर राखेँ। अनि मोबाइल हेर्ने अरे क्या। ल हेर न त भने मैले। अनि मोबाइल हेरेर ब्ल्याङ्केट ओढेर हेर्ने अरे क्या। हेर्नु न। अनि साथीहरू नि हिजो नानीलाई हस्पिटल लगेको थिएँ नि त डेन्टलकोमा। अनि अहिले चाहिँ दाँत कस्तो छ भनेर सोधेको। निको भयो मामु, मेरो दाँत निको भयो भनिन् हैन। अनि अनि साथीहरू मेरो छोरीलाई चाहिँ नुहाइदिएर माटो साटो नखेल है भनेर गरेको त ऊ अघि फेरि ढुङ्गा खेल्न थाली हैन। अनि म चाहिँ हेर्नु यति राम्री भएर रेडी भएर कहाँ जान लागेको भने नि, म चाहिँ मेरो साथीको बर्थडे छ। अनि त्यही भएर बर्थडेमा जान लागेको। अनि उसको अब पसल जान आँटेको। अनि म चाहिँ ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे।
अनि साथीहरु अनि हामी चाहिँ यही दमकको थाना रोड नेरीरको कवाडी भन्ने ठाउँमा गयौं। त्यहाँनेरि गएर हामी यति धेरै इन्जोय गर्यौं, यति धेरै इन्जोय गरे भने उसको बर्थडे मनायौं हैन, साथीको बर्थडे मनायौं, यति धेरै मजा आयो। थ्यांक यू गाइस, यति समय हेरिदिनु भएकोमा। फेरि भेटौँला अर्को नयाँ ब्लगमा। बाई बाई साथीहरु।